एउटा सानो बिउबाट सुरु भएको यो बिरुवा करिब 1 महिनामै रोप्न तयार भयो। तर यसलाई तयार गर्न माटो कसरी बनाउने, कति कम्पोस्ट चाहिन्छ र बिरुवालाई कसरी हुर्काउने? आज हामी तपाईलाई सुरुदेखि अन्तिमसम्म पपैयाको बिरुवा तयार गर्ने हाम्रो तरिका देखाउँदैछौँ। पपैयाको बिरुवा तयार गर्न सबैभन्दा पहिले हामीले करिब 90 देखि 100 किलो माटो तयार गर्यौं। त्यसपछि यो माटोमा करिब 10 किलो कम्पोस्ट मल मिसायौं। मल र माटो राम्रोसँग मिसाउनुको मुख्य उद्देश्य भनेको बिरुवाको सुरुवाती विकासका लागि राम्रो ग्रोइङ मिडियम तयार गर्नु हो। सोइल 90 देखि 100 किलो, कम्पोस्ट 10 किलो। अब माटो र कम्पोस्टलाई राम्रोसँग मिसाउनुपर्छ। मल एकै ठाउँमा थुप्रिने गरी होइन, माटोमा समान रूपमा फैलिने गरी राम्ररी मिसाउनुहोस्। राख्नुहोस्। मिसाइसकेपछि हामीले यो माटोलाई कपडाले छोपेर करिब 1 हप्ता राख्यौं। 1 हप्तापछि फेरि माटोलाई राम्रोसँग चलाएर मिसायौं। अब तयार भएको माटोलाई हामीले कालो पली ब्यागमा भर्यौं। पली ब्यागमा माटो भर्दा धेरै कसिलो पारेर नथिच्नुहोस्। बिरुवाको जराले सजिलै फैलिन सक्ने गरी माटो राख्नु राम्रो हुन्छ। माटो पली ब्यागमा भरेपछि नियमित रूपमा पानी दिन थाल्यौं। तर पानी दिँदा एउटा कुरा ध्यान दिनुपर्छ, माटोमा पानी जमिरहनु हुँदैन। आवश्यकता अनुसार चिस्यान कायम राख्नुहोस्। यसरी नियमित हेरचाह गर्दै जाँदा करिब 1 महिनापछि हाम्रो पपैयाको बिरुवा रोप्नका लागि तयार भयो। सानो बिउबाट सुरु भएको यात्रा अब खेतमा जाने अवस्थासम्म आइपुगेको छ। यदि तपाईँ पनि पपैयाको खेती सुरु गर्ने सोचमा हुनुहुन्छ भने बिरुवा तयार गर्ने हाम्रो यो तरिका तपाईलाई उपयोगी हुन सक्छ। अब यी बिरुवालाई खेतमा कसरी रोप्ने र रोपेपछि कसरी हेरचाह गर्ने भन्ने कुरा अर्को भिडियोमा देखाउनेछौँ। यस्तै वास्तविक खेती र हाम्रो फार्मको दैनिक अनुभवका लागि एग्रोफ्लोलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।